मजाले आफ्नो बगानमा खेती होइन करेलाको यो बोटमा कतिवटा मैले 4टा देखेँ कतिवटा देखेँ अहिले समय त भएको छैन त्यत्रो तर पनि फल्नु चाहिँ थाल्यो यहाँ मुनि पनि छ यहाँ फल्नु सुरु गर्यो अब त कति हुन्छ यहाँ झन् कत्रो फलेको छ आम्मामा खाइ नसक्दो छ यो त झन् यो चाहिँ के डल्ले खालको पऱ्यो कि के हो यो चाहिँ के भयो किरा पस्यो नि यसमा त 100 मा 100 इस यसरी किरा पसेकोमा चाहिँ पहेँलो हुन्छ नि के हो यता फेरि कुरिलो छ अगाडिको क्यामेराबाट भन्दा नि ब्याक क्यामेराबाट ओके एकदम अस्तिको छोडेको बिरुवाहरू यत्रो यत्रो भएर फुल मजाले फुल्दैछ फुल दिनु थालेछ यो चाहिँ अस्ति नछाटेकोले गर्दा टेढो भएको थियो टेढो भए पनि राम्रो आएको छ लामो मतलब बोट राम्रो आयो फुल पनि दिइहालेछ यो चाहिँ के भएर टेढो भयो त यहाँ बिचदेखि आएछ यसरी सुत्नेहरूलाई त सबैको बोट राम्रो आएको छ यहाँ झन् कति हो कति फुल आयो फुलै फुले उइलाई झर्ला है भने एकदम मजाले आएको छ यो भयो छिपेको बिरुवाहरू अस्ति बढेर ठुल्ठुलो भइसकेको छ यहाँ पनि छ नआएको छ तर अब यहाँ चाहिँ पुरानो भयो भने यता अस्ति मल हालेको चाहिँ यहाँ आउँछ भनेको थिएँ नि मल हालेपछि यसरी आउँछ भनेर यो पुरानो बोट भयो भने नयाँ बिरुवाहरू यसरी आउँछ यहाँ पनि मल पुग्यो भने त यसरी कति दिन्छ मजाले तर ठ्याङ झरेछ ठ्याङ झऱ्यो भने त बर्बाद हुन्छ